हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल सुरेश तुमी भ्लग। आज चाहिँ तपाईहरुलाई म प्लान्टहरु देखाउन चाहन्छु। फुलहरु, फ्लावर। यतै इजिलिया र एन्जिलिया पनि भन्छ यसलाई हो। यतै दामी दामी प्लान्ट हो। यहाँ भन्छ यहाँको भ्युजहरु दामी हुन्छ। त्यो दार्जिलिङ हो। यो चाहिँ तपाईहरुले चिन्नु भएकै होला, सयपत्री फुल। किनकि यहाँ चाहिँ पुरा ठन्डा छ, जाडो छ, त्यही भएर अहिलेसम्म फुलिरहेको छ। यो चाहिँ बगनबेली हो। यो त अहिले सिजन हो, दामी दामी फुलिरहेको छ। टक्कै यहाँ चाहिँ रोज छ, गुलाब भन्छ यसलाई। त्यो यो चाहिँ तपाईहरुले चिन्नु भएको होला, यसलाई चाहिँ पाखनबेत भन्छ। यो पनि दबाई हो, मेडिसिन। तपाईहरुको हातहरु काट्यो भने चाहिँ यसले चाहिँ निको हुन्छ। यहाँ मजाले फुलिरहेको छ इजिलिया। यो त सबै ठन्डामै हुने फ्लावर हो। यो चाहिँ केमेलिया हो, यसको कोपिला लाग्दैछ। रोपेको फुलहरु मजाको प्लान्ट छ। टुलिपी, पाइन ट्री सब प्लान्ट हो। अच्छा वाला प्लान्ट है। यो भित्र सबै प्लान्ट छ, घरभित्र, गेस्ट हाउस भित्र।